बड़ जोर से झाप से कान सम्म खैचेर बाण प्रहार गरे। एक्सन रेकर्ड पनि गरौँ। राजाले बड़ जोर से माथितिर हान्न लाग्यो। रोक्ति कहिले यस्तो आनन्दको वातावरण छ आज। यतिका पूर्वतिर मृग शावक अब यो दिशातर्फ प्रहार गर्छु। राजा बीच-बीचमा दौडी बाटो खडा गर्नु। सबैजना बसौँ। उठ्नु भएन कोही बेला। यस्तो आनन्दको वातावरण छ। यतिका चराचुरुङ्गी, यतिका मृग शावक यो वनमा विचरण गर्दैछ। तर एउटै शिकारमाथि मेरो बाण किन लक्षित राखेको छैन? के भइराखेको छ आज? हो अब यो दिशातर्फ प्रहार गर्छु। राजा तीन बाण चालु के गर्ने? अब राजाको श्रीपेशमा सुन थियो, सुनमा कली थियो। आफैले दिएको श्राप आफैलाई लाग्यो। मति र बुद्धि बिग्रियो। राजर्षि परीक्षितहरू शिकार खेल्न गाडी पर्ने। अब यो मेरो अन्तिम बाण। अवश्य मेरो यो बाण मेरो शिकारमाथि लक्षित हुनेछ र मैले एउटा उपयुक्त शिकार पाउनेछु आज। हो अब यो दिशातर्फ। राजाले पाए। निराश भयो राजा। दिनभरिको थकाइ र प्रचण्ड गर्मी, टन्टलापुर घामको समय, अत्यन्तै गर्मीको समय थियो। राजालाई कता कता पानी प्यास लाग्यो। कहिले सुन्यो राजा दीक्षित भयो। नजिकै नदी छ, नदी बगिरहेको छ, कोशी नदी, कोशी नदी। तर नजिकै नदीमा गएर पानी प्यास मेटाउनु सक्छ भन्ने राजालाई त्यति पनि बुद्धि र विवेक आएन। किनभने राजाको शिरमा श्रीपेश थियो, श्रीपेशमा सुन थियो, सुनमा कली थियो। आफैले दिएको श्राप आफैलाई लाग्यो। एउटै शिकार हात लागेर आज मेरो जङ्गलमा चारेर राजा समुद्रमा छ। यस्तो तिर्खा त मैले कहिले महसुस गरेको थिएन। अब यो सुनसान वनमा मेरो प्यास देखाइदिने कोहीबाट हल्ला नगरी सुन्नुहोस् त, यसको अर्थ बुझ्नुहोस्। पुकार गरेर हेर्छु। कोही छौ यो सुनसान जङ्गलमा? कसैले सुनिराखेको छ मेरो पुकार? म यो विश्वको अति प्रभावशाली राजा परीक्षित आह्वान गर्दैछु। यदि कसैले मेरो पुकार सुनिराखेको छ भने कृपया पानीको केही अंश ल्याएर देशमा तिर्खा मेटाइदियोस् मेरो। म त्यसलाई उचित पुरस्कार दिनेछु। कोही छ यो सुनसान जङ्गलमा? कसैले सुनिराखेको छ मेरो पुकार? राजा परीक्षित अत्यन्तै विक्षिप्त बनेर मेरो पुकार नदीमा यो वनमा बिमार थियो। श्रीपेशमा सुनको सुनमा कलीको श्राप थियो। पानी चलेको थियो, सुनमा कली थियो, बिग्रेको थियो। राजा सरासर गए। कहाँ पानी खोज्दै जाने क्रममा अचानक एउटा श्रमिक नामहरूको ऋषि प्रभुको ध्यान गरेर बसिरहेको ठाउँमा पनि राजा त्यहाँ सिंहासन बस्यो। यहाँ त ऋषिजी तपस्यामा लीन भएर बस्नु भएको रहेछ। उहाँको छेउमा राखिएको यो कमण्डलु बग्दैछ। कमण्डलुको पानी यसमा त जल नै छ। तर यो जल मैले उहाँसँग नमागी ग्रहण गर्न हुँदैन। उहाँसँग मागेर मात्र मैले यो जल ग्रहण गर्नेछु। हो अब
अब ऋषिहरूलाई पुकार गर्नु पर्यो। ऋषिजी, ऋषिवर ऋषि तपस्यामा हुनुहुन्थ्यो, कसैले अवरोध गर्न पनि ऋषिको समाधि खुल्दैन थियो। ऋषिमा भगवत प्राप्तिको लागि प्रभुको ध्यानमा मग्न हुनुहुन्थ्यो। राजाले अनेक अवरोध गर्न खोजे, पानी ल्याउनु माग्नु खोजे। ऋषिवर, उत्कृष्ट ऋषिवर, म विश्वको अति प्रभावशाली राजा परीक्षित आज यो वनमा भट्किँदै धेरै प्यास लागेर हजुरको सामु आइपुगेको छु। ऋषिवर, उठ्नुहोस्, हजुरको कमण्डलुको पानी मेरो प्यास मेटाउन पर्याप्त छ। यो जल मलाई ग्रहण गर्न दिनुहोस् ऋषिवर। उत्कृष्ट ऋषिवर, ऋषिजी, राजा राजा बहुत रिसाए। यात्रीले फेरि बजार्दै पेडा नजर लाग्यो। म जस्तो प्रभावशाली विश्वको अत्यन्त उत्कृष्ट राजा आउँदाखेरि अपमान गर्ने हो ऋषि मलाई। कस्तो आश्चर्य! म जस्तो राजा आउँदाखेरि व्यवस्था गर्ने यो ऋषि उत्तण्ड रहेछ। यो ऋषि र यो ऋषिलाई यो उत्तण्डताको दण्ड दिनेछु। म जस्तो राजा आउँदाखेरि व्यवस्था गर्ने हुँ। उत्तण्ड रहेछ राजाका यो उत्तण्डताको दण्ड दिनेछु। जङ्गलमा एउटा सर्प मरेको रहेछ। मरेको सर्पलाई धनुको ताबोमा टुङ्गुङ्ग ठेङ्गाएर गए राजाले। ए ऋषि, यो सर्प जस्तो मरेको मरेको सर्पलाई ल्याएर ऋषिको गलामा राखिदिए। यो सर्प जस्तो मरेको सर्प जस्तै मरे तुल्य रहेछौ ऋषि तिमी। म जस्तो राजा आउँदाखेरि व्यवस्था गर्ने हो। यो सर्प जस्तै मरे तुल्य रहेछौ तिमी। धिक्कार छ ऋषि तिमीलाई, धिक्कार। राजा धर्म गएर श्रीकृष्ण शिव साडी श्रीकृष्ण सुन्न कली थियो, कली उठ्यो, कली भाग्यो। श्रीकृष्ण खोल्ने बित्तिकै भाग्यो कली। अनि राजालाई पश्चाताप लाग्यो, मैले जीवनमा गर्नै नहुने काम गरे। त्यसैलाई मरेको सर्पको नाम लगाउने काम गरे। राजा अत्यन्त गम्भीर विचार गर्दै हुनुहुन्थ्यो। उतापट्टि सैनिक नाम गरेका ऋषिका छोरा सङ्ग ऋषिले साथी सङ्गीको मुखबाट आफ्नो पिताजीको गलामा मरेको सर्पको माला लगाएको भए जानकारी दिएर दौडदै विक्षिप्त भएर आफ्नो पिताजीको सान्निध्यमा हृदय कराउँदै पिताजीको सान्निध्यमा आइपुगे। प्रणाम पिताजीलाई प्रणाम गरे। प्रणाम। यो के सुन्नु पर्यो पिताश्री मैले आज? के देख्नु पर्यो? हजुरको गलामा यो मरेको सर्प। कस्तो अपमान मेरो पिताश्रीको! कसले गरे मेरो पिताश्रीको यत्रो ठुलो अपमान? कसले राख्यो मेरो कसले राख्यो मेरो पिताश्रीको गलामा यो मरेको सर्प? पिताश्री भनिदिनुहोस् मलाई, बताउनुहोस् मलाई, कुन कुलङ्गारले गरे यो कुकर्म? कसले राख्यो हजुरको गलामा यो मरेको सर्प? आह्वान गर्नुहुन्छ। कोही छ यो सुनसान जङ्गलमा? कसैले देखेको छ त्यो कुलङ्गारलाई जसले मेरो पिताश्रीको गलामा यो मरेको सर्प राखिदिएको छ? यदि कसैले देखेको छ भने भनिदेऊ मलाई, बताइदेऊ मलाई, कुन कुलङ्गारले गरे यो कुकर्म? कसले राख्यो मेरो पिताश्रीको गलामा यो मरेको सर्प? उत्कृष्ट पिताश्री, पिताश्रीको अपमान गर्नेवाला त्यो कुलङ्गारलाई आज म श्राप दिन्छु भने हातमा जन्म लिएर कमण्डलको पानी ग्रहण गरिकन ब्रह्मश्राप दिनेछु भने नदिकन
राजा परीक्षितलाई विश्राम गर्न लंगी कमरिया दाल तक्षक शक्ति हरि दंग जति कुंगार चोरी भूमि ततद्रुम जुन कुंगार ने मेरो पिता श्री को गलामा मरेको सर्वको माला लगाएको छ। त्यही कुलंगारलाई आजको 7औं दिनको दिनमा यही सर्पको राजा तक्षकले दशरथ त्यसले मृत्यु वरण गर्नुपर्छ। खरानी हुन पर्यो। जुन कुलंगारले पनि मेरो पिताश्रीको गलामा यो मरेको सर्प राखेको छ, आजको 7औं दिन तक्षक भन्ने नाग राजाले डसेर भस्म खरानी हुन पर्यो। यो ब्रह्म श्राप दिन्छु। अब अलिकति काम पनि गरौँ। ब्रह्म एकछिन संगीका पिताश्री संधि को समाधि खोल्यो। पिताश्री हजुर तपस्यामा लीन भएर बस्नु भएको बेलामा कुनै कुलंगारले हजुरको गलामा यो मरेको सर्प राखिदिएको रहेछ। पिताश्री अपमान भयो पिताश्री, घोर अपमान भयो। एउटा तपस्यामा लीन भएर बसेको ऋषिको गलामा मरेको सर्प राखिदिनु यो कहाँसम्मको उद्दण्डता पिताश्री। पिताश्री भन्नुहुन्छ मरेको सर्प, मरेको बाघ, मरेको भालु, मरेको हात्ती, जे डर हुन्छ मरेको के गर्छ जान्नु पर्यो। तर पिताश्री यत्रो चिनेका छौ तिमीले? त्यो त विश्वको अति प्रभावशाली राजा हस्तिनापुर सम्राट परीक्षित भनेको त्यही हो। राजा परीक्षित राजालाई कलिको प्रभावबाट मति बुद्धि दिने हुनाले त्यो कर्म गरे। त्यो ज्ञानीजनको स्वभाव जल जस्तो हुनुपर्छ, जति तताए पनि चिसो गरिहाल्नु पर्छ। श्राप घट हुँदैन थियो और श्राप फिर्ता गर्ने पनि कुरा भएमा मैले भनेको मान्दा राजालाई आज 7औं दिनको दिनमा तक्षक सर्पले दशरथ मृत्यु वरण गर्नुपर्छ भन्ने श्राप परेको। 7 दिनको दिनमा उद्धार गर्ने बाटो हामीले देखाउनु हाम्रो परम कर्तव्य हो। मेरो क्रोधले वशमा लाग्नु और श्रृंगी आफू गन्तव्यमा अगाडि बढाउँदै जानु मनभएको छ। परीक्षित दरबारमा हस्तिनापुरमा के लताले परीक्षितलाई त्यो जानकारी दिन्छ। 7 दिनको दिनमा मृत्यु वरण गर्नुपर्छ भन्ने थाहा पाउनुभयो। अनि परीक्षितले अत्यन्त हताश मनस्थितिबाट आफ्नो छोरी जनमेजयले राजपाट सुम्पा गरिकन हरिद्वारको यज्ञादरको सान्निध्यमा अहम ब्रह्म ब्रह्म ब्रह्माहम परमं पदम यी मन्त्रोच्चारण गर्दै भगवत भक्ति चित्तावृत्ति गर्दै हरिवाणको ध्यान गर्दै परमात्माको उपासना गर्नुभएको थियो। त्यही बेलामा अघिल्लो जन्मको भगवान शङ्करले खेल्नु भएको जहाँ पार्वती देवीलाई ज्ञान दिने क्रममा सुगाले सबै ज्ञान दिएको रहेछ। त्यही सुगा अघिल्लो जन्मको सुखदेव स्वामी वेदव्यासका छोरा अमर कथा सुनेका। यिनी सुखदेव स्वामी राजा परीक्षितलाई 7 दिनको दिनमा मुक्ति गर्ने माध्यमको बारेमा ज्ञान दिनुको लागि सुखदेव स्वामी राजा परीक्षित सान्निध्यमा आएको। त्यो सम्यक मिल्यो कि भागवत पहिलो पटक वाचन गर्ने वाले सुखदेव स्वामी राजा परीक्षितको सान्निध्यमा